तपाईँ त एकदम व्यस्त हुनुहुन्छ अरे आजकल यो महिनामै तपाईँले 5-7वटा पूजा गर्छुन् भयो आज पनि अब तपाईँ त नागयातिर कता गएर आउनु भएको भन्दै हुनुहुन्थ्यो पशु पक्षीको हत्या गरेर अरूको आत्मालाई मारेर खानु भनेको एकदम ठुलो पाप हो भगवान कृष्णजीले नै गीतामा भन्नुभएको छ आत्मालाई मारेर खानु सबभन्दा ठुलो पाप हो जसले आफ्नो आत्मालाई देख्छ अरूमा आत्मा देख्छ उसले कहिले पनि नास्तिक भोजन गर्दैन 1 जना 2 जना 3 जनासम्म पण्डित चाहियो हैन राम्रोले भनौँ न पण्डित यो सायद जापानमा कसरी पनि ल्याउनु भएको छैन यस्तो व्यक्ति मैले चाहिँ आज उहाँलाई यहाँ पनि नेपाली दाजुभाइहरू धेरै हुनुहुन्छ यस्तो नेपालको संस्कृति तपाईहरुको लागि चाहिँ मैले यस्तो खालको व्यक्ति ल्याउँदै छु हैन अहिले हाम्रो नेपालीहरू चाहिँ एकदम जापानमा बसिरहँदा हैन अब नेपाल जान नभ्याउँदा किनकि अब महँगीको कारण टिकटका महँगीको कारण नेपाल नगइकन जापानमै चाहिँ सम्भव हुने कामहरू चाहिँ तपाईहरुले खोज्दै हुनुहुन्छ सो त्यसको लागि चाहिँ मैले यस्तो खालको व्यक्ति सेवाखाइ गर्दैछु जुन अहिले जापानमा चाहिँ बच्चा पाउनेदेखि लिएर गएर विवाह वर्तमान सबै हरेक कुरा जापानमै गर्न थालेको हुनाले चाहिँ सो तपाईहरुलाई चाहिँ त्यो चाहिँ सहज होस् भनेर मैले यस्तो खालको व्यक्ति चाहिँ सेवाखाइ गर्दैछु सो तपाईहरुले चाहिँ मेरो भिडियोमा हेर्नु होला उहाँलाई चाहिँ म निम्त्याउन चाहन्छु राधे राधे गुरु राधे राधे उहाँ चाहिँ सुजल अधिकारी जो हुनुहुन्छ उहाँ चाहिँ अब उहाँसँगै उहाँको प्रतिक्रिया लिनु होला म उहाँलाई भन्छु तपाईँ चाहिँ हैन जुन यति आजकलको यो 21औं शताब्दीमा पनि तपाईँले चाहिँ आफ्नो कर्मकाण्ड जुन यो पण्डित पेसालाई अँगाल्दै हुनुहुन्छ सो यो पनि तपाईँ जापान जस्तो देशमा आएर पनि म चाहिँ संस्कृत पढेको गुरुकुलमा गएर पढेको भन्न एकदम लाज मान्नु भएको छैन किनकि आजकलका युवाहरू त यो भन्दा पनि ओहो अरूले चाहिँ भन्दाखेरि यो चाहिँ लाज मान्ने खालको हरेक कुरा हुन्छ हैन तपाईँ चाहिँ लाज नमानिकन सबैलाई चाहिँ म यस्तो हो भन्दै आफ्नो पेसालाई चाहिँ अँगाल्न खोज्दै हुनुहुन्छ र जापानमा आएर कस्तो छ त तपाईँको यो पण्डिताई अहिले ठिकै चलिरहेको छ राम्रो अब यहाँ पनि नेपाली दाजुभाइहरू धेरै हुनुहुन्छ यस्तो नेपालको संस्कृति अनुसारको यहाँ कार्यक्रम चाडपर्वहरू गर्दाखेरि पनि सम्झिनुहुन्छ अहिले माग अलिअलि बढिरहेको छ अब लाज भन्ने कुरो चाहिँ सानैदेखि पढियो आफ्नो कर्म हो आफ्नो कर्म गर्न कहिले लाज मान्नु हुँदैन लाज मान्यो भने सधैँ पछि परिन्छ त्यही भएर लाज नमानिकन आफ्नो कर्मलाई सात्विक राखेर अगाडि बढ्नुपर्छ त्यही अब सात्विक भोजन गरेर राम्रोसँग पढेर अब सानैदेखि दुःख गरेर पढेको कर्म किन बिचमा छोड्नु भनेर आफूले पढिरहेको कुरा पनि सँगसँगै लगिजाउँ जापानको यस्तो ठाउँमा पनि भनेर चाहिँ म लागि परेको छु र त्यसै गरी तपाईँले चाहिँ हैन नेपालमा कहाँ गएर पढ्नुभयो यो संस्कृत भाषा कति वर्ष पढ्नुभयो र कसरी यहाँ चाहिँ गएर पढ्ने एउटा मनोबल लिनुभयो र कसले चाहिँ तपाईँलाई एउटा भनौँ रिफर गर्यो र कसरी तपाईँले चाहिँ यो पेसा अँगाल्छु भनेर चाहिँ आफू सानैमा भनौँ न जहाँ गएर पढ्नुभयो उहाँ चाहिँ किन जानुभयो हैन तपाईँको एउटा केही एम त होला भोलि गएर म यस्तो बन्छु उस्तो बन्छु एउटा गुरु बन्छु केही भन्ने एउटा केही छ होला सो त्यसको हुँदै पनि तपाईँ नेपाल छोडेर फेरि जापान आउनुभयो हैन यहाँ आएर पनि यही पेसालाई अँगाल्न खोज्दै हुनुहुन्छ सो त्यसको लागि चाहिँ तपाईँले मेन चाहिँ तपाईँ चाहिँ कहाँ गएर पढ्नुभयो र कति वर्ष पढ्नुभयो हैन यो अब तपाईँ चाहिँ कति यो संस्कृत भाषा चाहिँ कति वर्ष पढ्नुभयो र यसमा चाहिँ तपाईँले के पढ्नु भएको छ सबै एकचोटि यस्तो खुलस्त बनाइदिनु भयो भने अझै हाम्रो दर्शकबिनहरूलाई चाहिँ एकदम राम्रो हुन्छ र उहाँहरूले खोजेको जस्तो गुरु हो कि हैन उहाँहरूले चाहिँ अवलोकन गरेर तपाईँलाई चाहिँ अब भनौँ न बोलाउने डाक्ने चाहिँ अब उहाँहरूले सोच्नुहुन्छ सो त्यो चाहिँ तपाईँले सबै खुलस्त बनाइदिनु भयो भने एकदम सबैजनालाई चाहिँ राम्रो हुन्थ्यो मैले चाहिँ 70 सालदेखि नेपालको प्युठानमा रहेको स्वर्गद्वारी आश्रम पवित्र धार्मिक स्थल स्वर्गद्वारी आश्रममा गएर 70 सालदेखि 76 सालसम्म कक्षा 5 देखि 10 कक्षासम्म चाहिँ एसएलसी सम्म त्यहाँबाट मैले उत्तीर्ण गरेँ 6 कक्षा 5 6 7 8 9 10 त्यस्तैमा विषयअनुसार पढ्दै गएँ वेद चण्डी रुद्रीहरू सबै पुरा गरेर लघु सिद्धान्त व्याकरणहरू सबै पढेर अहिले चाहिँ त्यहाँ 10 कक्षासम्म एसएलसी पास गरेर त्यसपछि काठमाडौँ आएँ म काठमाडौँबाट दरबार हाई स्कुलमा +2 पढेँ संस्कृतमा उत्तर मध्यमा दोस्रो वर्षसम्म पढेर फेरि हाम्रो वाल्मिकीमा चाहिँ शास्त्री जोइन गरेको थिएँ शास्त्री जोइन गर्दै चाहिँ अब यस्तै अलिकति पैसाको अभावको कारण चाहिँ जापान आउने मनसाय भयो सुरुमा त दिनबन्धु पोखरेललाई देखेर भागवत लाउने इच्छा अनुसारले चाहिँ पढ्ने सोच बनाएको त्यही भएर उता गइयो सानैमा त्यसपछि सानोमा जति ठुलो हुँदै गयो त्यति सोच परिवर्तन हुँदै जाँदो रहेछ 10 कक्षासम्म पढ्दै पनि प्रवचन गर्छु भन्ने धेरै गरेको थिएँ +2 पढ्दासम्म चाहिँ अब चाहिँ व्यवहारिक हुन थालिसकेपछि पैसाको अभावले चाहिँ पैसा कसरी कमाउनु छ भन्नेतिर लाग्यो त्यही भएर चाहिँ अब जापान नै अलि सजिलो त्यही भएर आफ्नो आफन्तहरू दादा भाउजू पनि यही भएर चाहिँ जापान
तिर जाऊँ कि भन्ने मनसाय बनाएँ मैले। हजुर त्यही त तपाईँको लागि त जापान पनि एकदम ठिक भयो नि त, किनकि तपाईँले त सायद इङ्ग्लिस पनि उता पढ्नुभएको हुन्न। जापानमा इङ्ग्लिस पनि खासै जे होस् नभए नि काम चल्ने देश हो र ठिकै छ, यो तपाईँको आफ्नो पार्ट हो। अनि तपाईँले चाहिँ जापान आएर होइन, अहिले जापान आउँदै गर्दा मासु अन्डा रक्सी चुरोट खानेहरू धेरैजना हुनुहुन्छ, उहाँ नेपालमा नखाए पनि यहाँ खानेहरू धेरैजना हुन्छ। तपाईँले चाहिँ के मैले सुन्नमा आएको छ तपाईँले चाहिँ अन्डा पनि खानुहुन्न अरे होइन, अन्डा हालेको चिज पनि तपाईँले सायद केकहरूदेखि लिएर इत्यादि कुराहरू पनि खानुहुन्न भन्ने सुन्न आएको छ। त्यतिसम्म चोखो बन्न के जरुरत छ? होइन, अब सात्विक भोजन गर्दाखेरि आफ्नो शरीरलाई नि फाइदा हुन्छ। अब पशु पक्षीको हत्या गरेर अरूको आत्मालाई मारेर खानु भनेको एकदम ठुलो पाप हो। भगवान कृष्णजीले नै गीतामा भन्नुभएको छ, आत्मालाई मारेर खानु सबभन्दा ठुलो पाप हो। जसले आफ्नो आत्मालाई देख्छ, अरूमा आत्मा देख्छ, उसले कहिले पनि नास्तिक भोजन गर्दैन, सात्विकै भोजन गर्छ भनेर भगवान कृष्णजीले नै गीतामा भन्नुभएको छ। हो, मैले चाहिँ सानोमा अबुझ हुँदाखेरि खाएँ, त्यसपछि चाहिँ जब व्रत बन्द गरेँ मैले, त्यसपछि चाहिँ मैले केही पनि ग्रहण गरेको छैन अहिलेसम्म। बियर, अल्कोहलहरूको, रक्सी, चुरोट, मासु माछा इत्यादि केही पनि मैले चाहिँ अहिले गर्दिनँ, सात्विक भोजन। त्यसो भए तपाईँले चाहिँ अहिले जे होस् अन्डा मासु माछाहरू रक्सीहरू केही त्यस्तो खाने गर्ने गर्नुभएको छैन। जुन तपाईँले उहाँ सोह्रदारीमा चाहिँ गरिरहने एउटा बिहान उठ्ने नुहाइधुवाइ गर्ने आफ्नो एउटा मन्त्र भन्ने के जप्ने होइन, एउटा माला जप्ने के हुन्छ, त्यो अहिलेसम्म कन्टिन्यू गरिरहनु भएको छ कि यहाँ चाहिँ व्यस्तता बावजुद छोड्नु भएको छ? त्यो चाहिँ के छ अहिले तपाईँले यसलाई चाहिँ एकदम कन्टिन्यू दिइरहनु भएको छ कि होइन, यो चाहिँ व्यस्तता कारणले अब भ्याएको बेलामा गर्दै हुनुहुन्छ कि यो आफ्नो चाहिँ पेसा हो, यो चाहिँ मैले गर्नुपर्छ वहीँदेखि गरिरहेको हो, यहाँनिर मैले गरिरहेको छु भन्ने एउटा के छ कि कस्तो छ अहिले चाहिँ त्यो चाहिँ कन्डिसन? होइन, आफ्नो नित्य कर्म हो, नित्य कर्म सधैँ गरिन्छ। बिहान सधैँ उठेर स्नान गरेर चाहिँ गायत्री जपेर बत्ती धुपबत्ती बालेर यथाशक्ति धुपबत्ती बालेर यथाशक्ति जप गर्ने नित्य कर्म सधैँ गर्छु। अब सायंकालमा चाहिँ कहिलेकाहीँ मात्रै गर्छु, सम्भव भएको बेला। बिहानमा चाहिँ प्रत्येक दिन चाहिँ स्नान गरेर गर्ने गरेको छु अहिले चाहिँ। ठिकै छ। त्यसो तपाईँको यति भनेपछि दर्शकबिनले सबैजनाले सायद थाहा पाइसक्नुभयो होइन, तपाईँ कस्तो खालको गुरु भन्ने कुरा। अब जुन अहिले सिजोका सिटीमा हुनुहुन्छ, सिजोकाको एउटा सहरमा हुनुहुन्छ, सो तपाईँलाई चाहिँ अब भोलि टोकियोबाट चाहिँ भनौँ न बोलाउनु भयो भनेदेखि तपाईँ जान सम्भव छ कि छैन, र जापानको कुन ठाउँसम्म जान सम्भव हुन्छ, र कस्तो समयसम्म जान सक्नुहुन्छ, र कति टाइम अगाडि चाहिँदेखि तपाईँलाई भन्नुभयो भनेदेखि तपाईँले चाहिँ जाने एउटा समय होइन मिलाउन सक्नुहुन्छ। र यसै गरी तपाईँको काम मात्रै नभएर कलेज पनि छ र कलेजलाई पनि बिदा मिलाउनु पर्ने हुन्छ, त्यो चाहिँ कति समय अगाडि भन्यो भने तपाईँले चाहिँ आफ्नो बन्दोबस्त मिलाउन होइन एउटा व्यवस्था मिलाएर तपाईँ जान सक्नुहुन्छ, र कहाँ कहाँ जापानको चाहिँ कुन ठाउँमा कसरी जान सक्नुहुन्छ त्यो सबै एउटा खुलस्त बनाइदिनु भयो भने चाहिँ अझै हामी सबैजनालाई चाहिँ एकदम राम्रो हुने थियो भन्ने चाहिँ सोचेको छु मैले पनि। अब कार्यक्रम गर्नुभन्दा लगभग एक हप्ता अगाडि चाहिँ बताउनु भयो भने अलिक सहज हुने थियो, किनकि काममा पनि बिदा राख्नुपर्ने हुन्छ। जापानको काम हो, अब भन्ने बित्तिकै बिदा पनि मिल्दैन, सुरुमा अब बिदा पनि राख्नुपर्ने हुन्छ। त्यही भएर हजुरहरूले चाहिँ सकेसम्म एक हप्ता अगाडि रेन्डाको गर्नुभयो भने सजिलो हुन्थ्यो। अब जापानको कुन ठाउँमा जान्छु भन्दाखेरि लगभग एक दिन लाग्ने जति ठाउँमा चाहिँ जान्छु। अब त्यही अनुसारको चाहिँ फेरि अब नजिकै भयो भने त जितेन्सेमा पनि जान सकिन्छ, साइकलमा आउन जान सकिन्छ। अब जस्तै नागोया टोकियोतिर जानु पऱ्यो भने चाहिँ अब सिन्कान्सेनमै जानुपर्ने हुन्छ। त्यही भएर चाहिँ अलिकति यहाँहरूले मध्यनजर गर्दै भाडा पनि त्यही अनुसारको गरेर चाहिँ गर्नुभयो भने चाहिँ एक दिनको बाटोसम्म चाहिँ आउन जान सकिन्छ। तपाईँको चाहिँ अनि छ नि जुन एउटा आफ्नो चाहिँ रेट हो, एउटा रेट तोकिएको छ कि या अब आफैले चाहिँ अब कस्टमर एज अ कस्टमर होइन उहाँहरूले चाहिँ अब एउटा बाटो अनुकूल अब आफैले आफ्नो इच्छा लागेको दिएर हुने हो कि तपाईँको आफै तोक्नु भएको? जस्तै न्वार्नु भयो भने यति, पूजा भयो भने यति, विवाह भयो भने यति, व्रतबन्ध भयो भने यति भन्ने एउटा केही तोक्नु भएको छ कि उहाँहरूकै अब मनोमानी भनौँ न, उहाँहरूले जति मलाई दिनुहुन्छ त्यही अनुसारले त्यतिमै चित्त बुझाउने त्यस्तो टाइपको के गर्नुभएको छ? कस्तो सोच छ तपाईँको चाहिँ? होइन, मेरो रेट छैन। अब भन्नै पर्दा हजुरहरूले चाहिँ आफ्नो पूजा अनुसारको मेरो टाइमको जापानको चाहिँ यो टाइमको उसलाई अवस्थालाई मध्यनजर गर्दै हजुरहरूले जति दिन सक्नुहुन्छ त्यति दिँदाखेरि हुन्छ। मेरो ठ्याक्कै रेट भन्ने चाहिँ छैन। अब त्यही पनि अब कुनै पूजा अनुसारको टाइम अलि लामो हुन्छ, न्वारानको अलि छोटो हुन्छ, बेको अलि दिनभरि लाग्छ लगभग, त्यही अनुसारले चाहिँ हजुरहरूले मध्यनजर गर्दै त्यही अनुसारको दक्षिणा दिनुभयो भने चाहिँ सन्तुष्ट
हुन्छ। अब जब फेरि सन्तुष्ट ब्राह्मण सभासम्म सन्तुष्ट हुँदैन त्यति बेलासम्म गरेको कार्य पूर्ण हुँदैन भन्ने छ। एकजना दुईजना तिनजनासम्म पण्डित चाहियो होइन, राम्रोले भनौँ न पण्डितै बाजे चाहियो भन्नुभयो भने चाहिँ तपाईँ त्यो पनि सम्भव छ यस जग्गामा, जस्तै दुईजना तिनजनासम्म? हजुर सम्भव छ। यहीँ मसँगै पढेको एकजना दाइ पनि हुनुहुन्छ नजिकै। अब 2-3जनै चाहियो भने पनि हामीसँगै पढेको सिनियर दाइहरू, एउटै आश्रममा पढेको स्वर्गदायी आश्रममा पढेको सिनियर दाइहरू पनि हुनुहुन्छ। टोकियोमा हुनुहुन्छ, नागोयामा हुनुहुन्छ, यहीँ सुजुओकामा पनि हुनुहुन्छ एकजना दाइ। 3-4जनासम्म 5-6जनासम्म चाहिँ हामीले ब्राह्मण चाहिँ हामी छौँ। अब एकजनाको लागि भयो भने पनि एकजना हुन्छ, 4-5जनासम्म पनि सम्भव छ अहिलेलाई चाहिँ। हजुर 4-5जनासम्म सम्भव छ भनेपछि त्यो भएपछि झन् सजिलो भयो नि त होइन। कसैले चाहिँ अब अलिक ठुलै पूजा लाउने 2-3जना बाहुन चाहियो भन्ने खालको भयो भने थरी खोज्नु परेन, जस्तो तपाईँलाई कन्ट्याक्ट गरे भयो होइन। त्यो गऱ्यो भने तपाईँले जे होस् ल्याउन सक्नुहुन्छ। र ठिकै छ, त्यो पनि राम्रै कुरा हो। एउटा चाहिँ जापान आइकन नेपालकै जस्तो शैलीमा चाहिँ यहाँ पूजापाठ विवाह गर्नु भनेको नि एउटा राम्रै कुरा हो। त्यो चाहिँ नेपाल जान नभ्याउने कन्डिसनहरू धेरै हुन्छ। सो होइन, त्यही गर्दा अब कतिपय अवस्थामा चाहिँ नेपाल जाने एउटा आर्थिक अवस्थै कम भएको अवस्थामा नेपाल गयो भने धेरै खर्च हुन्छ। जापानमै यस्तो भेट्यो भने चाहिँ राम्रो विधि पुर्याएर गर्ने, कर्मकाण्ड गर्ने, सबै विधि पुर्याएर गरिदिने बाजे पण्डित गुरुजी भेट्यो भने चाहिँ यहीँ गर्छु भन्नेहरू पनि धेरैजना हुनुहुन्छ। सो उहाँहरूको लागि एकदम राम्रो हो जस्तो मलाई लाग्छ। सो तपाईँको अब केही छ लास्टमा यसो हाम्रो दर्शकहरूलाई केही भन्नु केही छ? अब आफ्नो धर्म संस्कार अनुसार गर्ने पनि हुनुहुन्छ। फेरि कोही चाहिँ नेपालबाट गर्छु यहाँको ब्राह्मणले जान्दैनन् भन्ने पनि हुनुहुन्छ। यहाँको ब्राह्मणले जान्दैन भने सबै त्यस्ता हुँदैनन्, सबै पढेर आएको हुन्छन्, कोही पढेर आएको हुन्छन्, कोही बाबुबाजेकै कार्यलाई कन्टिन्यू गरेर आएको हुन्छन्। अब हामीले चाहिँ वेद पढेर यजुर्वेद पढेर सबै धर्मशास्त्र अनुसारको कर्मकाण्डहरू सबै पढेर ज्योतिषहरू पढेर हामी चाहिँ आएको। तपाईँहरूले त्यस्तो नसोच्नु होला, हामी चाहिँ एकदम बकाइदासँग पढेर आएको। तपाईँ त एकदम व्यस्त हुनुहुन्छ अरे आजकल। यो महिनामै तपाईँले 5-7वटा पूजा गर्नुभयो। आज पनि अब तपाईँ त नागोयातिर कता गएर आउनुभएको भन्ने हुन्थ्यो। सो ढिला भयो, तपाईँले टाइम दिनुभयो, यो एकदम धन्यवाद होइन। तपाईँलाई चाहिँ अब सायद दर्शकहरूले चाहिँ हेरेर उहाँहरूले चाहिँ आफ्नो अब इच्छा लाग्यो भने तपाईँलाई सायद बोलाउनुहुन्छ भन्ने एउटा आशा व्यक्त गरेको छु। तपाईँलाई धेरै धेरै धन्यवाद। र आज चाहिँ अब तपाईँ व्यस्तता कारणले गर्दा अलिक ढिला भए पनि आइदिनु भयो, समय दिनुभयो, त्यसको लागि धन्यवाद त्यही भन्न चाहन्छु। र तपाईँलाई चाहिँ अब केही यताउता त्यस्तो केही पऱ्यो भने भन्नु होला र मसँग पनि कन्ट्याक्ट अहिले हेरिसक्नुभयो। आज चाहिँ मैले यो सायद जापानमा कसैले पनि ल्याउनु भएको छैन यस्तो व्यक्ति, मैले चाहिँ आज उहाँलाई एकदम टाइम मिलाएर लिएर आएको छु। सो तपाईँहरूलाई पनि सहज हुन्छ भन्ने चाहिँ मैले आशा गरेको छु। हस् त, धन्यवाद। मेरो बद्री ब्लग्स हेर्दै गर्नुहोला र तपाईँले आफूले मात्रै होइन अरूलाई पनि सेयर गर्नुहोला। यो चाहिँ सबैमा सेयर गरेर पुर्याइदिनु होला, किनकि जापानमा बस्ने हामी सबैजना नेपालीको लागि एकदमै उपयोगी हुनेछ। सबैजनालाई चाहिँ यो एकदम सहयोग मिल्नेछ भन्ने चाहिँ एउटा आशा गरेको छु। हस् त, धन्यवाद। म बद्री ब्लग्सबाट बद्री।